मम्मीले स्कुल सिकेर यहाँ घुम्दैछौँ र मम्मीले त कता कता लानुहुन्छ। ओइ त्यहाँ सिधा हेरेर कुदाउनु है, अस्तिको याद आउँछ नि मलाई। ला यस्तो बाटो छ त। अस्ति क्या मम्मीले नि टर्निङ हुन्छ नि साथीहरू, त्यो ओह्रालोदेखि उकालो टर्निङ लिन लगेर त नालीमा नाली नै यस्तो हुन्छ नि, जालीमा पसाउनु भएर त्यहाँदेखि त मलाई आजकल सिधै 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 सिधै। यो कुन गाउँ अरे त? त्रिवेणी। सिधै गइराख्नु सिधै। सिधै होला सिधै सिधै गइराख्नु। त्यता बाटो पुगिन्छ कि त्यही बाटो त कति छ नि, सिधै उयसको बाटो भनेको मैले त मिलमा होइन, यता यता बाटो थाहा छ त। अस्ति आफै हामी गएको त स्कुटी, त्यो घर हो उयो उयो बोर्डदेखि भित्र हो। तपाईँलाई स्कुटी गएको चाहिँ कता लानु भने मम्मीले अर्काको घरमा ला टर्निङ त्यहाँ। साथीहरू बिस्तारै ब्रेक लाउँदै 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 ओ माई गड बाटो हेर्नु न यहाँ कस्तो कस्तो बाटो छ यहाँ त। कन्फिडेन्ट हुनु नि, सबै डर छोडिदिनु अनि सिधै सिधै जानु। सिधै सिधै गइराख्ने हो क्या, यता उता र यता जानु पर्छ। सेक्युरिटी गार्ड देख्न सक्नुहुन्छ। यो कुन गाउँ हो? सिधै सिधै साथीहरू धन्य उफ्रेर लडा चाहिँ त्यो बिस्तारै कुदाउनु नि। यहाँ यतै बाटो होला अस्ति चनारमा यता होइन हेर न। ए ए ए त्यता त पानी छ रोक्नु। मेरो मम्मीले सिधै केही नभनिकन पानीमा हामी अस्ति यतै बाटो आएको। यता त सर्टकट बाटो पनि छ। उफ मिलको बाटो आइपुग्यौँ। अब चाहिँ बिस्तारै स्लो मोसन राउन्डिङ यता सिधै त्यो गाडी गएकोमा जानु न। गाडी गएको सिधै होइन है, गाडी गएदेखि यता पस्ने हो नि, फेरि यही घरभित्र बसाउनु अरे क्या। साथीहरू यो चाहिँ हाम्रो गाउँको मिल, यहाँ चाहिँ मिल कुटाउन आउँछौँ। मिल्की जाम यो चाहिँ हाम्रो गाउँको छ कुटाला। वाह पहाड पो देखिँदो रहेछ यहाँबाट, तर हाम्रोबाट चाहिँ केही देख्दैन। वाह भ्यू हेर्नु न साथीहरू, हेर न यो कुटाले यता हेर्ने धुनचक्रमा अलिक यस्तो ठाडो पारेर क्या। मम्मी तपाईँको बडी कस्तो देखिरहेछ, कस्तो हेल्यान्ड क्या। ओ बिस्तारै बडी चाहिँ राम्रो निकाल है। ऊ हेर्नु साथीहरू साँच्चीकै हेल्यान्ड कस्तो बसिरहेको आएको छ। मलाई नि स्कुटी सिकाउनु। कता फेरि अघिकै ठाउँ के हुन्छ नि यता लानु नि। अब चाहिँ कता त्यतातिर त्यता चाहिँ डर लाग्छ मलाई चाहिँ। त्यता कता त्यता नि अब कता भन्छ त्यसलाई, त्यता कति बाटो पनि त डर लाग्छ मलाई। ए यो चाहिँ हाम्रो गाउँ आइपुगिसक्यौँ। यो चाहिँ मेरो मामालाई अहिले सेसेमा नै राखौँ न। ए हो ए भरे हल्लिन्छ फेरि सिधै जाने अरे साथीहरू। ए त्यहाँ सिधा हेरेर हिँड्नु। अस्ति त फेरि यस्तो जालीभित्र पसाउनु भएर म त पछाडि बसाएको थिएँ नि त यसरी नै। अनि साथीहरू म त कसरी उफ्रेँ त्यहाँ जालीभित्र पस्नुभन्दा अगाडि। के गोबर बनाउँछ हौ भन्नु त भएन डरले। जङ्गल ल आभार उत्रिने। साथीहरू अहिले चाहिँ हामी जङ्गलमा छौँ, जङ्गलको बिचमा। र हामी चाहिँ परदेखि यहाँ जङ्गल त होइन, यो बाटोमा जस्तो अलिक जङ्गलै भनौँ न। अनि यहाँ आएर मम चाहिँ यहाँ देख्न सक्नुहुन्छ
हाई हेलो हेलो उसलाई ल अब चाहिँ हामी जाने साथीहरू म चाहिँ Second थररर trip. कामदै यहाँ म चाहिँ थररर कामदै कुदाउँदैछु स्कुटी फर्स्टचोटि हो नि त त्यही भएर म पनि सिक्ने हो पछि स्कुटी तर मेरो हाइट र वेटै छैन ल है म चढेको है एकछिन है, एकछिन है। लु Alay, 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 alay. Teman untuk enam deh. अस्ति चाहिँ यही जालीमा पसेको थाहा छ नि मलाई फेरि नाइ र साथीहरू यहाँ चाहिँ कसले मङ्की ल्याएर बाँदर ल्याएर छोडिदिएको छ बाँदरै बाँदर छ होइन यतातिर चाहिँ साथीहरू हाम्रो जङ्गलतिर म चाहिँ के को लत लागेको जतिखेर पनि साथीहरू कि साथीहरू मात्रै भन्नुहुन्छ पछाडि चाहिँ मेरो डोराले चाहिँ नि हेर्दा चाहिँ यत्रो छ उयो क्यामेरामा चाहिँ कत्रो देखेको त्यही त भनेको नि हेल्यान्ड जस्तै कि अहिले हेर्दा पनि त्यत्रो देखिने छ अहिले हेर्दा त त्यस्तो देखाएको छैन क्यामेरामा यस्तो देखेको क्यामेरामा जस्तै देखियो भने बाहिर ओइ मेरो बिग फ्यान बहिनीहरू बिग फ्यान बहिनीहरूले प्रज्ञा दिदी हाई भन्दैछन् होइन अस्ति चाहिँ यहीँ थाहा छ होला तपाईँहरूलाई पनि साथीहरू हामी चाहिँ चना र म मेरो बेस्ट फ्रेन्ड र म चाहिँ यहाँ साइकलमा डुल्न आएको थियौँ भनेर यहाँ चाहिँ पानी खाने अब एकछिनमा यतापट्टि के बज्छ हौ एकछिनमा यतापट्टि चाहिँ के दामी सनसेट देखिन्छ त्यहाँ चाहिँ फुटबल खेल्ने दाइहरू फुटबल खेल्नुहुन्छ यहाँ पनि जङ्गलै कस्तो दामी दामी जङ्गल छ साथीहरू यहाँ चाहिँ मन्दिर होला कुप्रो गरेर कुदाउँछु क्या म हजुर कुप्रो त पर्दैन नि म खै पर्नुहुन्छ त आई डोन्ट नो कम फ्रमली थाहा छैन मलाई यहाँ दाम दिन्छ हो छैन त छैन त बुझेको मम्मी कहाँ हिँड्दैछ हेर र यहाँ चाहिँ फुटबल खेल्ने ठाउँ यहाँ चाहिँ कस्तो दामी भ्यू देखिन्छ होइन वाउ यहाँ चाहिँ टिकटक बनाउनुको लागि बेस्ट ठाउँ हो साथीहरू तपाईँहरू पनि आउनु सक्नुहुन्छ होला तर यहाँ चाहिँ फुटबलहरू मात्रै खेल्छ मान्छेले यतापट्टि पनि जङ्गलै जङ्गल छ आन्टी हिँड्नुभएको अब साथीहरू फेरि हामी अघिकै बाटो जाने हो अब त नभन्नु